Hello guys, welcome back to my channel. तपाईहरु च्यानलमा नयाँ हुन्छ भने लाइक शेयर सब्स्क्राइब गर्नु नभुल्नु होला अनि त्यो बेल आइकन पनि दबाउन नभुल्नु होला। म लिएर आएको छु हजुरलाई एउटा नयाँ भिडियो लिएर जुनमा मैले सोलो भर्सेस स्क्वाड गर्दाखेरिको केही ब्लन्डरहरु देखाउन गइरहेको छु। यदि हाँस उठ्यो भने कमेन्ट गर्नु नभुल्नु होला है त। म यहाँ झरेको छु यो क्लक टावरको यो ठुलो घरमा। क्लक टावरमा झर्दाखेरि यो ठुलो घरमा झर्ने ट्राई गर्नु होला क्या। ठुलो घरमा झर्यो भने एनिमी धेरै पाउँछ अनि मलाई मार्छ। मैले झर्नु साथ कस्तो गु जस्तो भनिरहेको एउटा त भेटेँ मैले। कस्तो गर्छ यार, झर्नु बाजेन मारितिर यार गाइजहरु, के भन्नु यार, म नोब्रा भइसक्यो यार। अनि म मा झरिसकेको छु। यहाँ टिभी स्टोरमा पनि एनिमी यति धेरै आइसकेको छ। हात्तीहरु त्यही आइरहेछ। लु यो पालि पनि मरे जस्तो भाइ पाउँदैछ। मैले झर्नु साथ टोकन पाइसकेको छु अनि 3 को वेस्ट। माथि एनिमी हेरेर रहेछ। मेरो फेरि ताछुया पनि थिचिहालेछु गल्तीले। अब त सिद्धो मेरो। अब म सिद्धे। माथि उजिले फाइट गर्दैछ एनिमीहरु। मैले हेर्न गाइज यो पिनान्टीले त एकैछिनमा हेर्न लागिहाल्छ नि। लु पिनान्टीले बचाउँछ, अब मलाई बचायो भने पिनान्टीले बचाउँछ गाइज। एनिमी कता छ? एउटा एनिमी डाउन। अर्कोले वाल हाल्दैछ देख्यो? यहाँ Hello guys, welcome back to my अघिको म्याचको ब्लन्डर पछि फेरि म यहाँ खेल्न आँट्दैछु सोलो भर्सेस स्क्वाड। सो गाइज यो राउन्डमा चाहिँ म मजाले खेल्दै गरेको हुन्छु, सबैलाई मार्दै बसेको हुन्छु। अनि मलाई अचम्म लाग्यो किनभने म यति धेरै बार क्षमतामा बाँच्न सक्दिनँ। अनि हेर्दै जानु मसँग के हुन्छ है त। एनिमी दुईटा आएको छ, दुईटा भन्छ मात्र लास्टमा यति धेरै झरेको हुन्छ के भन्नु यार। मलाई त मारे गर्छ यार एनिमीले पनि। साला सोनिया चलाउने प्लेयर त छक्कै हो क्या। म्याच कस्तो गच्छ लाग्छ म्याच। हामी आइसकेको छौँ। के हो यो? ए भाइ के हो यो? वाट इज डन गर्यो सालास। आज म झर्दैछु ब्लू टाउनमा। ब्लू टाउन के हो यो? यसको थाहा छैन यसको नाम। एल्बम म्याचमा छु म। अब जता झरे पनि भाले हो, बोया नै हान्ने हो लास्टमा। अनि म यहाँ प्यारासुट लिएर झरिसकेको छु। एउटा पनि एनिमी आएको छैन भनेर त भन्नै हुँदैन। एनिमी झरिसकेको छ मेरो साइडमा। अनि मैले म्याप पाएको छु, साइलेन्सर पाएको छु। अब एनिमी खोज्ने हो, हान्ने हो बस। सिधै एनिमी एउटा भेटिसकेको छ। एउटा एनिमी मलाई देखिसकेछ, भेटिसकेको छैन, देखिसकेछ। अनि के हो यहाँ मेडी हान्दैछ त्यसले। त्यहाँ मेडी हान्दैछ त्यसले। म हुँदै मेडी हान्दैछ त्यसले। पहिला इपी रिकभर गर्न चाहिँ यहाँ देखिसक्यो त्यसले मलाई देखिसक्यो।
गाइस त्यसले मलाई देखिसक्यो। यहाँ कतिजना एनिमी छ थाहा पनि छैन मलाई। अलिक अहिलेको लागि चाहिँ ब्याक सर्नु पर्ला जस्तो छ। यहाँ फाइट गर्दैछ। ओए यहाँ फाइट पर्दैछ। कहाँ छ एनिमी थाहा नै छैन। कहाँ छ एनिमी? यहाँ रहेछ एउटा। एउटा डाउन। यहीँ अघि एउटा युएमपी चलाउनु पनि थियो क्या। मलाई युएमपी चाहिँ चलाउनु मन छ कि, तर चलाउनु मन छ भन्दै किन यो फुतुर भएको? किन क्या यसलाई मर्नु मन छ? मर्नु मन भएन है। अहिले नहानेर छोडिदिइराखेको बेलामा किन ल्याङ हान्छ? यसलाई पनि सेक्नु पर्ला जस्तो छ। पर्खी यहाँ अगाडि मात्र आइज नि, तर म त्यहीँ सेक्छु क्या। यहाँ भेस केही नभएको हात्ती कहाँ चिस छोडिदिएको मैले। धेरै दिन खेल्नु हुँदैन, आधा दुख्छ। राखौँ धेरै खेल्नु हुँदैन त। कौन है ये लोग? कहाँ से आते हैं? थुक्कारा आर पार जान्छ। बोया नै हान्ने हो लास्टमा। ऐसे हालात में बेहतर यही है कि वक्त रहते इंसान सतर्क होकर अपने जज्बात को काबू में रखकर अपने कदम पीछे हटा ले।